गुड मर्निङ साथीहरू। म चाहिँ यहाँ दाङ आइसकेँ अनि अब म चाहिँ तरकारी टिप्न जान लागेको। मेरो बोट यता हेर्नु, हाई गर्नु, हेलो गर्नु न, हेलो गर्नु न, हात यस्तो गर्नु न, गर्नु न। कति अटेरी हुनुहुन्छ हाम्रो पनि, यस्तो अटेरी हुनुहुन्छ साथीहरू, केही गर्न मान्नु। अनि अब म चाहिँ जान्छु त्यहाँ तरकारी टिप्नु बारीतिर। त्यहाँ के फल्यो म देखाउँछु तपाईँहरूलाई। हाम्रो सानो घर छ बारी। हाम्रो सानो घर होला This is my snake plant. Chapel, 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 chapel. Kasih मेरो chapel. Emma, oh, ठोक्यो यार। यो रहेको छ हाम्रो करिसाबारी। यहाँ यस्तो हालत छ यो प्याज। चप्पल कहाँ गयो? मेरो चप्पल गायब। कहाँ पो थियो? यस्तो सही साथीहरू इग्नोर गरिदिनु लाग्यो सब चप्पल। स्ट्रबेरी तर पाकेको छैन, फलेको छैन। सबै खाइसकेर रहेछन्। वा हेर्ने है हाल खबर यस्तो। यो भयो। यहाँ देख्न सक्नुहुन्छ टमाटर यस्तो फलिरहेछ। अनि त्यसपछि यहाँ बोडी छ फुलिरहेछ। अनि यो खै के फर्सियो यो। म तपाईँहरूलाई एउटा चिज देखाउँछु ल। ओइट 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 टेने वाउ आँप हेर्न सक्नुहुन्छ। यहाँ यस्तो यहाँ आँप यस्तो फल्यो है। मेरो घरमा यत्रो सानो हो तर हेर्नु यस्तो फल्यो यहाँ पनि। वाउ। अनि यहाँ टमाटर पनि छ। त्यहाँ मेवा फलिरहेछ। अनि त्यसै यो गोबी के भयो यस्तो। अनि देख्न सक्नुहुन्छ यहाँ करेलाहरू फलिरहेछ। तपाईँहरूलाई फेरि म एउटा चिज देखाएँ। सट हेर्नु यहाँ कागती। आहा यस्तो राम्रो फल्यो है। यस्तो देख्न सक्नुहुन्छ यहाँ। हेर्नु यस्तो झुप्पो झुप्पो फल्यो है। म चाहिँ जानुपर्ने फर्सीको मुन्टा टिप्नु। फर्सीको मुन्टा तरकारी त पुरै छोडिदिनु। यस्तो खतरा टिप्नु भयो नि आपाले। म चाहिँ यो फर्सीको मुन्टा टिप्नु आएको। यहाँ झ्याङमा हाम्रो मकै चाहिँ यस्तो भइरह। यता अरूको चाहिँ यस्तो पाकिसक्यो हो। म चाहिँ अब टिप्छु फर्सीको मुन्टा। This is फर्सीको मुन्टा। कति साह्रो यो। खै यहाँको मिठो हुन्छ कि हुन्न आई डोन्ट नो होइन। हाम्रो माथि गाउँतिरको चाहिँ मिठो हुन्थ्यो, बवालै हुन्थ्यो। यहाँ चाहिँ के हो देखिँदैन पनि यो फल। म चाहिँ भेट्दिनँ।
सब टिपिहा त छैन जे फाइटे यार खाइसकेर टिपिसकेर टिप्न जा भन्ने मलाई कति साह्रो हो कहिले फुल्ने फुल अहिले फुल्दै है यो अनि यहाँ देख्न सक्नुहुन्छ मेरो जबरजस्तीले आपाले लगाइदिएको लिची मेरो रहरले तर यो फलै होइन हौ टमाटर देख्न सक्नुहुन्छ यति धेरै टमाटर छ यहाँ यति धेरै हेर्ने अनि मेवा वाउ देख्नु पाका यहाँ त अर्ग्यानिक हो क्या फेरि जे पनि अनि यहाँ पनि हेर्नु यहाँ अम्बक देख्न सक्नुहुन्छ यहाँ फुलेर हेर्नु वाउ यस्तो दामी भयो अनि यो फुल पनि हाम्रो घर चाहिँ यो रहेको छ फर्सीको मुन्टा टिप्न आएको फर्सीको मुन्टै छैन त एकछिनमा भेटौँ ल सक्नुहुन्छ साथीहरू यस्तो सूर्यमुखी फुल म त यहाँ बारीभित्र म यस्तो कोरिसक्यो नि योले वा बिचरा ढलेर बिजोग भइरहेको रहेछ यिनीहरूको म त यहाँ सूर्यमुखीभित्र त छिरेँ फर्सीको मुन्टा खोज्न हिँडेको मान्छे नपाएर यहाँ डुलेको हाम्रोतिर चाहिँ यस्तो भइरहेको यो सूर्यमुखी हेर्न देख्न सक्नुहुन्छ अनि त्यसपछि चाहिँ यो मकै भर्खर यो सानो मकै ठुलो मकै यहाँ टालीका मकैहरू छ नि आया म चाहिँ यस्तो टिप्दैछु कताको छ पाइरहेन छैन जस्तो लाग्यो मलाई यो फर्सीको मुन्टा केले ढालेछ त हेर्नु यहाँ यस्तो के ढालेको बिचरा अनि यस्तो टिप्ने हो हाम्रो बारी यही हो साथीहरू छ्याउ कस्तो यो म त अहिले कोरेर यसको पातले क्या पासेर मन्टोमा हालत खराब हुन्छ गोस कहाँ छ अरू तरकारीको त के कुरा गर्नुहुन्छ कि साथीहरू यहाँ हेर्नु यहाँ यो बोरी हेर्नु यहाँ हो माई गड म त यहाँ त आएकै थिएन त साइडमा बोरी हेर्नु यहाँ बोरी फलेको हेर्नु आमा यस्तो देख्दा त नि साथीहरू म त यहीँ बसौँ लाग्छ क्या यस्तो तर के गर्नु यति गर्मी छ अहिले त यो बिहानको 7 पनि बजाएन कि यी घाम लागिसक्यो अब 7 बजे घाम तर्केर उद्धुमै हुन्छ यहाँ भिन्डी पनि छ देख्न सक्नुहुन्छ ओ माई गड कस्तो राम्रो बोरी मलाई त यही बोरी टिपेस भन्नुहुन्थ्यो यार बोरी पनि म चाहिँ बोरी पनि टिप्छु ल साथीहरू तर त्यो छिप्पेको चाहिँ म टिप्दिनँ कौलो चाहिँ म टिप्छु होइन यति फलायो माई गड कस्तो राम्रो क्या कहिले खाने यो बोरी हिजो नि बोरी र आलु खाएको हो हुनु चाहिँ
आमा बोरी कति टिप्ने हो बोरी कति धेरै फले खा धेरै छ यहाँ त छिप्प्याको छिप्पेर कस्तो भइसक्यो छिप्प्याको मान्छे पनि अजिब अजिबका छन् रे हेर्नु यहाँ यस्तो देख्न सक्नुहुन्छ साथीहरू यस्तो राम्रो वाउ आफ्नै करेसो बारीमा यस्तो टिपेर खानु पर्दा कति कति राम्रो वाउ वाउ हजुर धेरै फल हजुर छिप्प्या ओ हेर्नु यहाँ यस्तो झोमले हिँड्नु पर्ने सूर्यमुखी अनि म छु यता मलाई यति खुसी लाग्छ यो करेसा बारीहरूमा हेर्दा देखाउँदा हजुर खोइ खोइ त कहाँ जानुभयो I don't know. साथीहरू मैले चाहिँ अघि देखाएको थिएँ नि बोटमा मेवा टिपिसकेँ अनि फर्सीको मुन्टा बोरी टिपिसकेँ अब यसलाई केलाउनु पर्ने पकाउनु पर्ने अनि तरकारीको त टेन्सनै छैन साथीहरू टेन्सनै छैन मैले फुल रोपेको गमला हेर्नु साथीहरू अहिले आएर हेर्छु यहाँ खोर्सानी फलिरहेको के भनेर मेरो घरको मान्छेहरूलाई साथीहरू अब म चाहिँ तरकारी के लाउँछु वाउ त्यहाँ झन्डा यस्तो फरफर फरफर गरेर म चाहिँ कपडा उठाउनु जानु पर्यो हिजो सुकाएको कपडा उठाउनु पर्नेछ हावाले कता कता पुऱ्याइदियो हेर्नु यस्तो खतरा नजारा देखिन्छ यहाँबाट अहिले अलिकति उस भएर ढुङ्गमा परेर मान्छे बनाएको रे फुलै फुलमा बस्छौ तिमी
लाग्छ कब्ले ल साथीहरू म चाहिँ अघि टिपेर लिएको यो बोडी र फर्सीको मुन्टामा के लाउन लागेको अनि भोक लाग्यो क्या अनि यो दालमा खाँदैछु साथी नसँगै एक्लै रङ्गी चङ्गी भने जस्तै हो मेरो हालखबर चाहिँ को साथीहरूलाई यो मन पर्दैन मलाई फिटिकै मन पर्दैन यो यस्तो यो यो यत्रो यत्रो हो यस्तै पकाएर यत्रै के यो नकाटेर यस्तै पकाएर दियो भने मलाई होस्टेलको याद आउँछ कि हामीलाई होस्टेलमा यस्तै दिनुहुन्छ नि यो यत्रो यत्रो काँक्रा पकाएर आज चाहिँ ढिँडो खाने योसँग भन्ने सोच विचार छ साथीहरू अब पकाउने मै हो अब म के पकाउँछु मेरो फेरि मुड अनुसार हुन्छ के पकाउने भनेर हेर म के पकाउँछु भनेर भिडियो गर्नै पाएन अस्ति बिहेको त्यही एउटा अलिकति टेन्सन लाग्यो मलाई किनभने म त्यही दिन पुगेँ नि बिहेको दिनै पुगेँ दाइको बिहेको दिनै अनि अब पुग्न बित्तिकै पुगे पनि कति बजे 10, 11, 12 बज्न आँटेछ अनि पाएन बनाउन पनि त्यही अलिकति खल्लो खल्लो जस्तो भयो तर केही छैन फर्स्टको मन त यति थोरै छ तर हामी मान्छे नि धेरै त छैनौँ बोजे म आमा आपा छौँ 4जनाले खाने हो पुगिहाल्छ पुग्न चाहिँ अलिकति भए पनि बोडी चाहिँ जति नि फल्या रहेछ यो फर्सीको मुन्टा चाहिँ बोटै धेर नरहेछ यति गर्मी छ यहाँ यति गर्मी छ फेरि रातभरि फ्यान चलाएर सुतेको फेरि चिसोले यहाँ सिरान आएर हैरान बना एक दिनमै काबु भइसक्यो मेरो गर्मीले नसक्ने रहेछ यो गर्मीमा अवस्था मेरो भिडियो कोले हेर्नुहुन्छ सबैले हेरिदिनु होला माया गरिदिनु होला त्यस्तो बनाउन म भिडियो चाहिँ कहिलेकाहीँ जाँगर लागेको बेला हैन अनि बनाउन भ्याएको बेला अब धेरै हिँड्नै हुँदैन उहाँ रुममा बसेको बसाइ अनि कहाँ गएर के त्यो रुमको के भिडियो बनाउनु हैन अनि म बनाउन यताउता जाने बेला नि कहिलेकाहीँ त्यस्तै हुन्छ के मिल्दैन अनि कहिलेकाहीँ यस्तै बिजी हुन्छु घरतिर आएको बेला त बिजी नै हुन्छु अनि भिडियो बनाउन धेरै बनाउनु त के लाग्छ त्यही नि बनाउँछु कहिलेकाहीँ यसो फुर्सद जाँगर सबै चिज मिलाएर बनाउँछु त्यति बेला चाहिँ राखिरहेको हुन्छु माया गरिदिनु होला साथीहरू के गर्ने
त्यस्तै छ जिन्दगी चलिरहेको छ। बिजी पनि यति हुन्छु कि बिजनेसम्यान पनि बिजी हुन्न होला म जति त म घर गयो भने अचम्म। के गर्यो गर्दा गर्दा बिजी। पर्सिको मन्टा चाहिँ यति भयो। अनि यो बोरी मिसाउँछु कस्तो हुन्छ थाहा छैन मलाई नि। मिसाउँछु अनि त्यसपछि म पकाउँछु।